हाई अनि नमस्ते अनि वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। म रजिना पुनः हजुरहरू सम्पूर्णलाई फेरि पनि अर्को नयाँ एउटा भिडियोमा स्वागत गर्न चाहन्छु। अनि आजको भिडियो चाहिँ मैले के राखेको छु भनेर हजुरहरूले थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला। अनि आजको भिडियो चाहिँ अब म यहीँबाट स्टार्ट गर्न चाहेँ, हेर्दै गर्नु होला है। ल यहाँ देख्न सक्नुहुन्छ हाम्रो बेलुका राम्ररी चिरी च्याट्टा सुतेको कोठा यस्तो हुन्छ। बिहान उठ्ने बेलासम्म के हुन्छ है। यो बच्चा भएपछि चाहिँ यस्तै हुँदो रहेछ। कसले रिलेट गर्न सक्नुहुन्छ। अब म चाहिँ सफा गर्नतिर लागेँ है त। सफा गर्छु भनेपछि उहाँ राख्दाखेरि रुन मन लागिहाल्छ। त्यो भनेको अलि म चाहिँ सुताउने ऊ चाहिँ बाघको बाँध्नु रहेछ। चाहिँ सुतेको छोरीले बात मार्नु पर्ने आमा जबेसी सुट भन्ने छ। के साह्रो गर्नु फेरि रुन्छु म फेरि रुन्छु लोकलाई गर्छु। झन् काखमा समातेर झन् गर्ने भएको थाहा छैन उसलाई चाहिँ। बापरे पर्वो हो हजुर महारानी हो। त्यो माथिको त्यो हो के हो र
साथीहरू मेरो हालत यस्तो छ पसिना अरे भगवान् यो लाइन कहिले आउने होला मर्छ होला हौ मर्छ यो चितवनमा सकिन आँट्यो मैले सकेँ यस्तो गर्मी भएर यहाँ बस्छु कस्तो देखेछ होला अब आफ्टर पछिको लुक हेरौँ है त तर भरे बेलुकासम्म उस्तै हुने हो साथीहरू बच्चा भएपछि त के हो सामान पनि नभेट्ने कि फेरि कहाँ छ राखेको ठाउँमा पनि बिर्सिने हेरौँ है त ल साथीहरू मैले बिहानभरि लगाएर मेरो कोठाको लुक यस्तो बनाएँ बिफोर बिहान आउँदा चाहिँ त्यस्तो थियो अहिले चाहिँ मैले यस्तो बनाएँ देख्न सक्नुहुन्छ यो चाहिँ आफ्टर लुक हो त्यही पनि छोरी उठ्ने रुने गर्दै यतिको चाहिँ बनाएँ मैले है कति जाडो भएको पसिना आउने जस्तो हो बाबा भो सफारी होला नि आमा घाम छैन के अरे यस्तै घुमेर आउनु कहिले कहिले घुम्दा त राम्रो हुन्छ त्यसै भन्ने छ क्या तर त्यो म बुटोलमा गएको थिएँ ट्रेनिङमा मैले भने भन्दाखेरि पनि उसँग भेट्छु त यो हाम्रो यो चित्रको त उता बुटोलमा कति तोड्ने हो त उता पनि छ यसको
भनेर त यो मान्छे पचाएर जहिले पनि खायो त्यही कुरा त त्यही लाग्यो के थाहा नसाँची के थियो यहाँ केटा मान्छेको जात क्या पता हो सकता है जस्तो त केही पाप नखाने केही न केही त्यसै लगाइदिएर त्यही भएर आमाले कहिलेतिर हो भन्दा बोटलतिर के भन्नुभयो मैले सुन्ने थिएँ एकचोटि ट्रेनिङ गर्नु गयो त्यति हाइट गर्नु गएको नि होइन 2 पेपर पेपरलाई त्यतिकै जाने गइएन कति जाडो भएको होला नि हो त्यो फ्यान त यता फर्काउनु पर्यो आमा म त मरे मर्नु लाग्ने यता फर्कोस् बरु त्यही भएर खाने बेलामा फेरि लगाएर खाएर फेरि हुन्न क्या पर्सिना त तर यहाँबाट चुन्छ त अनि भित्र कोठा सफा गरेको नि बापरे 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 पसिना तरर सुनेर पहिला नि यस्तै गर्नु हुन्थ्यो र पहिला नि यस्तै गर्नु हुन्थ्यो र भन्छु कि यस्तो साह्रो जातपति भयो जस्तो त लागेन तागत भइरहेको थियो हो काम गरिन्थ्यो यस्तो काम गर्ने यस्तो त शीतल हुन्छ क्या हामीलाई त यस्तो भयो भने त हामीलाई भने त अनि पानीले नि जाडो नि नभयो जस्तो पनि अनि जाँगर मात्रै आउने यो पङ्खामा बस्ने बानी गरेर त खत्तम बिग्रिने हुन्छ के है पङ्खा भएन भने त मलाई त मलाई साफ बानी बस्ने रहेछ के पङ्खा थिएन र बेलुका कति बेला बत्ती गएछ नि कत गर्मीले पर्छ म त नानीलाई पनि त्यही सेन्डु भेष मात्रै लाएर राखेको पो रातभरि साह्रै गर्मी मान्छ पसिना आउने क्या अरू भन्दा नि फेरि त्यो घाम तातो तातो भयो मरे साथीहरू घर्नेले ल आजको भिडियो चाहिँ यति नै हजुरहरूले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो होला भन्ने आशा छ हजुरहरूलाई यो भिडियो मन परेमा लाइक कमेन्ट अनि सेयर गर्न नबिर्सिनु होला यति भन्दै आजको भिडियो म यहीँ अन्त्य गर्छु अलिकति एउटा दुईवटा फुलहरूको नजर हेर्दै यो भिडियोलाई अन्त्य गर्न चाहेँ अनि हजुरहरू नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला है साथीहरू सब्सक्राइब चाहिँ हजुरहरूको लागि भनेर फ्री अथवा सिधैमा छ बाई बाई